पनि खानु न नाटक बढिया दादा पानी भयो ये देखिए लाठी ब्लॉक हो गया सुरवीना को हेलो अब पाएको छ त छैन छैन मम्बा अम्बा हिजो खाएको पाएको छैन रे नपाएको अम्बा भन्छ यार के भन्छ के थाहा मलाई अनि अम्बा होइन क्या खोइ आँप हो कि अम्बालाई आँप भने बताले माङ्गो खानु मन लाग्यो बेलामा ऊ त्यो लगिदिने हो सबै लगाउनु न त्यत्रो धेरै मान्छे छ भने हाम्रो त फल्छ क्या यहाँ तामाङ दिदीहरूलाई किनिदिनु पऱ्यो छिमे खाने छिमे खाऊ के खाऊ गम 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 खाऊ चोर लिएर बच्चालाई खानु दिएको सागमा नखाऊ न भात पनि खाऊ भात के अरे युट्युब बन्द गर कति किराको लु यो गाली गरेको नि आओस् हेलो सबैजना नमस्ते यस्तो बिचमा भन्छ है लाठी यस्तोले पैसा कमाउँछ कमसेकम मुखबाङ बनाएर पैसा कमाउँ भनेको त त्यहाँ युट्युबले गाली गर्छ धेरै बजारको नराख भन्छ डाङ्गो राख्नु हुँदैन क्या खाऊ गममा गम खाऊँ त म भिडियो हाल्छु तपाईँले बोल्नु न सधैँ बोली किन्ने ट्युन आउँदैन हुँदैन के भइरहेको चिनायो ऊ त्यताबाट कपडा ल्याउनु न ऊ त्यो कपडाहरू सिँगान पुजेर फाल्ने भनेर यो पनि यो पनि यो त सरोज भाइ सरोज दाइको लागि राम्रो छैन अप्ठ्यारो के लाउन कसले खान्छ होला त्यस्तो यो माघमा सिँगान पुज्ने देखो उता हेर
भनेको उता हेर त हेर्ने हेरेर टोक्नु न थोरै त्यस्तो गर्नुभन्दा जिब्रोमा पिरो भयो भने पेट दुख्दैन नि त हो र जिब्रोलाई मात्रै हो पिरो गर्ने टक्क छुवाउने यम 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 गाइस मिठो छ भनेर बोल्दै खानुपर्छ के छोरी तिमीले भन्नु तैँले डाइनाको कार्टुन हेरे जस्तो तेरो पनि हेर्छ नि मान्छेले पापाले पनि खेलेर त पो देखाउँछ खेलेर पनि देखाउने भात खाएर पनि देखाउने नि त पापाले पनि उतै छ त नभएर त मायो पिरो भयो म त पुरा भएको नि त्यो सानो ग्लासले छोपेको काप्सी खाने होइन काफी खाने ती भिडियो नि नराम्रो छ खले पेप्सी खाने पेप्सी पेप्सी भिडियो खाने नि खिचा हल्ला कि त शनिबार पो भ्लग बनाउने त होइन त्यही त मासु भात खाँदै त्यही त यत्रो यत्रो मासु लिएर आउने बुङ्गुरको मासु लिएर आउने अनि भात यति थप्ने उसका जस्तै अनि खाने नि अनि पो है ल त्यही त दिनकै बनाउनु पर्छ नि त हप्ताको एकचोटि बनाएर हुन्छ त भइहाल्यो मिनेट जोड्छ अरे मिनेट यस्तो बनाउनु पछि ग्राहकहरूलाई के अरे पर्खाइमा अब यो एक हप्ता कहिले हुन्छ यसको भिडियो हेर्न पाओस् भन्ने बनाउनु पर्छ कि एक हप्ताको त्यो दिनकै राखेको चाहिँ अलि लगाइहाल्छ नि खोइ म पिरो राख्दा कसरी राखेको यहाँ आयो यसले गनाएछ अनि त्यो भएर मलाई पिरो भएछ बच्चा त सिद्धिँदैन मैले मेसिटी त राख्छु बाबाले लास्ट हुन्छ आमाले थपेपछि तपाईँ अलिक यहीँ सेक्ला अहिले अब यो खुवाइँदैन बुढालाई नि यसरी अनि नमस्ते ऊ बल्ल बोल्दैछ अघि नै बोलिसकेँ टुट्यो अलि अघि नमस्ते गरेर अहिले त लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् सेयर गरिदिनुहोस् मेरो यो फर्स्ट टाइम हो मैले जोड्दै नमस्ते भन्छु अनि म पाखेछु दानी गरेर म थोती छु छोडेछु पापाले दाँत दिएर म थोती भएँ अनि दाँत पनि फल्दैछ अनादसरी अनि खाऊ न छिटो खाना खाऊ भिडियोको सबैजना गरिदिनु होला र बिर्सेर खाना भन्नै जानेन फेरि भन सब्सक्राइब र लाइक भनेर सब्सक्राइब र लाइक गरिदिनु होला नबिर्सिकन मेरो भिडियो हेरिदिनुहोस्
म तपाईँहरूलाई 1 किलो चक्लेट किनेर राखिदिन्छु। अहिले भात खाऊ अनि भातै नखाइ चाहिँ कसले हेर्छ हो त्यो गाउँले पाल्ने हुन्छ चाहिँ हुन्छ। हेलो आज हाम्रो चाहिँ फोन गर्छ भन्नु नि। केही गर्नु है आमाको मात्र यत्रो यताउता काम गरेको मात्र खिचे पनि पुग्छ। मलाई चाहिँ देखाइहाल्नुपर्छ यस्तो टिआएको बुढा हो। बाबा ना खाऊ खान पायो बाबा सेकेन्ड कौन सक्यो आमा भात दिएर कहिले दियो त नत्र आमा फर्स्ट हुन्छ नि त आमा फर्स्ट छिटो छिटो नगर न तपाईँ पिरो नखानु न बनाएर मर्छु होइन तर मुखबाङ गऱ्यो भने चाहिँ नबोलेको हाल्नुपर्छ बच्चाको त्यस्तै यो त खिचेर मात्रै हेरेको क्या यो